सो अब चाहिँ हामीले इफ स्टेटमेन्ट पढिसकेपछि हाम्रो आउँछ स्विच केस भन्ने आउँछ। स्विच केसमा चाहिँ हामीले बेसिकली स्विच एज लेख्नु मिल्छ। स्विच एज लेखेर केस लाउनु मिल्छ। अब यहाँ कति कति एज ग्रुपमा स्पेसिफिकल्ली के कन्सोल गराउनु मिल्छ। जस्तै कि यु आर जस्ट बोर्न किड भनेर एउटा गराइदिउँ र एउटा ब्रेक पनि हान्नुपर्छ। केस 2 console.log oh you got 2 years old, my god, something like this. Let's not write this. Okay, र अर्को हुन्छ हाम्रो बाइ डिफल्ट भन्ने हुन्छ एउटा। र यसमा चाहिँ दुईटा केस म्याच भएन भने लास्टको केस डिफल्ट। हे you meet none of the case mentioned लेखौँ। then yes, बेसिकली हामीले अब एज लेख्नुपर्छ। स्विच केस यस। सो हामीले ब्राकेट पनि राख्नुपर्छ, सो त्यो पनि ध्यान राख्नु होला। सो हामीले एज लेखौँ। अब हाम्रो एज सपोज 3 छ। 3 मा चाहिँ हाम्रो न यो म्याच भयो केस न यो म्याच भयो, हाम्रो डिफल्ट वाला केस भयो कुनै नि म्याच नभएपछि। सो डिफल्ट वाला केस एक्टिभेट भयो हाम्रो। सो द्याट्स वाइ हामीले यो बाइमा हामीले कन्सोल लग हामीले लेखौँ। हामीलाई यो आउटपुट चाहिन्छ। सपोज केस यु आर जस्ट बोर्न किड वाला, यसमा छ हाम्रो केस 1 मा। सो हामीले एज के लेख्नु पर्यो 1, obviously 1। सो यु आर जस्ट बोर्न किड, इट्स काइन्ड अफ रुड तर गुड फर लर्निङ सरी। एन्ड यही थियो केस स्विच स्टेटमेन्ट। यो पनि हजुरको प्रोग्राम युज गर्नु मिल्छ। र या अर्को छ सो द लास्ट वान इज लाइक त्यो इफ इज स्टेटमेन्टकै सानो भर्जन हो तर त्यही पनि हेरौँ। यदि एज इज ग्रेटर देन 18 देन, सो यहाँ चाहिँ हाम्रो देन भन्छ यसलाई। यो कन्डिसन म्याच भयो भने चाहिँ के गर्ने हामीले? हाम्रो कन्सोल लग त पहिलेबाट गरेका छौँ। सो हामीले यो कन्सोल लग फेरि लेख्नु पर्दैन। यहाँ चाहिँ यो देन भन्ने हो। सो देनमा चाहिँ हामीले यु आर एभोभ 18 लेख्नु मिल्छ। र यो कन्डिसन म्याच भएन भने चाहिँ यो एक्टिभेट हुन्छ। यसपछिको कमान्ड केही भन्नु मिल्छ हामीले। सो यसमा चाहिँ हामीले के लेख्नु मिल्छ भन्दा यु आर बिलो 18। सो या एन्ड लेट्स राइट 18 यु आर बिलो 18, किनकि हामीले यहाँ 18 इज इक्वल टु राखे पार हाम्रो इक्वल आउँछ। तर हजुरलाई के चाहनुहुन्छ त्यही यसमा फरक पर्छ। र अहिलेको लागि 18 नै गर्छ। र 18 यु आर एभव 18 सो भयो। सो यो पनि इफ एल्स स्टेटमेन्टकै पार्ट हो एउटा भन्नु मिल्छ। र त्यही हो। ओके, सो यो थियो हाम्रो कन्डिसन्सहरू क्लियर भइसकेको छ।